मामु कति बेर लाग्यो के फोन उठाउन? कहाँ छौ तिमी? म भर्खरै आएको बाहिरबाट। यही कोसीमा फुलहरूसँग गफ गर्दै बसेको नि। हेर त, म लन्डन जाने भनेर यी फुलहरू कति निराश छन्। खोइ भिडियो अन गर त। ओ माई गॉड, कस्तो स्याड देखेको तिमी आज। के भयो मम्मा? मलाई त्यही भएर भिडियो अन गर्न मन थिएन। तिम्रो सानैदेखिको बानी अझै हटेको छैन है। मलाई केही भयो कि अनुहार हेरेरै थाहा पाइदिने। अनि त बरुण अङ्कलसँग भेट्यौ त? भेटे भन्नु कि छुटे भन्नु? ए यही पो हो तिम्रो स्याडनेसको रिजन? मम्मा एउटा कुरा भनौ, तिमीले किन बरुण अङ्कललाई एक्सेप्ट नगर्या कि? ही इज सच अ नाइस गाई। इट्स लङ स्टोरी, म त्यही आएर भन्छु नि तिमीलाई। नो मम्मा, तिमीले मलाई फेरी टेल नसुनाएको पनि कयौं वर्ष भइसक्यो। मैले आजै सुने तिम्रो स्टोरी। उफ, यो केटीको जिद्दी गर्ने बानी चाहिँ अझै उस्तै छ। ल सुन त्यसो भए। मलाई अझै सम्झना छ, तिमी 10 वर्षकी मात्रै थियौ। त्यो घरमा बस्दा मभन्दा बढी त तिमी नै त्रसित थियौ। म कहिलेकाहीँ निराश भएर बसेको देख्यौ भने आज पनि बाबाले कुट्नु भयो भनेर सोध्थ्यौ। ऊ सुध्रिन्छ कि भनेर धेरै वर्ष धैर्य गरे। धैर्य गर्नुको विकल्प नै के थियो र मसँग? परिवारको इच्छा विपरीत भागेर बिहे गर्नुको परिणाम भोग्दै थिएँ। कसैलाई सुनाऊ पनि कसरी सुनाऊ? गल्ती मेरै थियो, डिसिजन मेरै थियो। हरेक दिन शङ्का गर्नु, ड्रिङ्क्स गरेर आएर अफिसको रिस जति म माथि पोख्नु, कसैसँग म बोले भने मेरै चरित्रमाथि औँला उठाउनु। यस्तो होइन भनेर एक्सप्लेन गर्न थाल्यो भने उल्टै हात हाल्नु। उसको दैनिकी भइसकेको थियो। कहिलेकाहीँ त तिमीलाई पनि सँगै लिएर ठुलो नदीमा हाम फालु कि जस्तो लाग्थ्यो। तर फेरि सोच्थे तिम्रो के दोष छ र यसमा? अनि तिम्रो निश्चल अनुहार हेर्थे अनि मलाई बाँच्ने हौसला मिल्थ्यो। तिमी साथमा थियौ, त्यसैले पनि मलाई त्यो त्रासपूर्ण जन्जिरबाट बाहिर निस्कने हिम्मत आयो। त्यस्तो वातावरणमा राखेर तिमीलाई हुर्काउन चाहन्थिनँ म। तर त्यसपछि पनि बाँच्न सजिलो कहाँ थियो र? सिंगल मदर, डिभोर्स भन्ने थाहा पाएपछि त कति पुरुषहरूले हेर्ने दृष्टिकोण नै अर्कै हुन्थ्यो। यसलाई त थोरै सहानुभूति देखाएर बसमा पार्न सकिन्छ भन्ने सोच्थे। कोही सहयोगको बाहनामा नजिकिन खोज्थे। यो त मायाको भोको छे, यो त कमजोर भइसकेकी छे, टुटेकी छे भन्ने सोच्थे सायद। तर म पहिलेको भन्दा स्ट्रङ भइसकेका थिएँ। मलाई कसैको साथ र हेल्पको आशै लाग्दैन थियो। सबै पुरुष जातिलाई नै हेट गर्न लागिसकेकी थिएँ मैले। त्यसपछि एक दिन वरुण आयो हाम्रो जिन्दगीमा। त्यो दिन वरुण नभएको भए के हुन्थ्यो होला म कल्पना पनि गर्न सक्दिनँ। ओहो, के को भिड हो यहाँ यस्तो? एकजना बच्चालाई बाइकले हानेर भागेछ। एम्बुलेन्सलाई फोन गरेको, लागेकै छैन फोन। ओहो, यस्तो एक्सिडेन्ट भइसकेको रहेछ। अनि बच्चाको यस्तो ब्लड बगिराख्दा चाहिँ तपाईँहरूले के हेरेर बस्नु भएको? बच्चालाई चाहिँ अस्पताल पुर्याउनु पर्दैन? मानवता भन्ने चिज छैन कि क्या हो तपाईँहरूमा? खालि मोबाइलमा भिडियो बनाएर बस्ने। अस्पताल पुर्याउनु पर्यो, एकजनाले लिएर बस्नुहोस् त बाइकमा पछाडि, छिट्टै अस्पताल पुर्याउनु पर्यो। यस्तो बच्चाको ब्लड बगिरहेको छ, ज्यान जान्छ नि बच्चाको त। वरुणजी, नानीको होस आइसक्यो।
अब उनको प्यारेन्ट्सको नाम र नम्बर सोध्न सकिन्छ है। थ्याङ्क गड। ल ल हुन्छ, म आएँ डाक्टर साहब। त्यसपछि वरुणले मलाई हस्पिटलबाट फोन गर्यो। म रुँदै आत्तिँदै हस्पिटल पुग्दा वरुण तिम्रो नजिकै बसिरहेको थियो। उसले समयमै हस्पिटल लगेको भएर तिमीलाई आइसियूमा राख्नु परेन। म त तिम्रो एक्सिडेन्टको खबर सुनेर अर्धचेत नै भइसकेको थिएँ। धेरै बेर रोएपछि वरुणले मलाई सम्झाएको थियो। नआत्तिनुस्, नरुनुस् क्या, अब भयो। एभ्रिथिङ इज अन्डर कन्ट्रोल, सी इज सेफ नाउ। काव्यलाई ठिक हुन्छ अब। तपाईँले उसलाई नयाँ जन्म दिनुभयो। मैले तपाईँको यो गुण जीवनभरि भुल्ने छैन। मैले कुनै पनि गुण लगाएको होइन। मैले एउटा मानवताको नाताले आफ्नो कर्तव्य मात्र पुरा गरेको। अनि नानु काव्य, अबबाट घरमा मामु नभएको बेलामा साइकल लिएर बाटो बाटोमा खेल्न जाँदैनौ नि, होइन? तपाईहरू एकछिन बाहिर बस्दिनुस् ल, उहाँको ड्रेसिङ गर्ने बेला भएको छ। हस्। तपाईँको सर्टभरि ब्लड लागेछ है। सर्टको चिन्ता नगर्नु, काव्यलाई समयमै अस्पताल लिएर आउन पाइयो, त्यही ठुलो कुरा हो। सुन्नुहोस् त, उहाँको लुगा सबै रगतले भिजेको छ, अरू लुगा ल्याइदिनुहोस् त। हुन्छ सिस्टर, म ल्याइदिन्छु। वरुणजी, तपाईँलाई हतार छैन भने एकैछिन नानीसँग बस्दिनुहुन्छ, म लुगा लिएर आउँछु नि। मलाई केही हतार छैन, तपाईँ आरामले गएर आउनुहोस्। थ्याङ्क यू वरुणजी, थ्याङ्क यू सो मच। म लुगा लिएर आउँदा वरुणले तिमीलाई स्टोरी सुनाउँदै बसिरहेको थियो। तिमी कस्तो खुसी देखिएकी थियौ। यस्तो लाग्थ्यो वरुणलाई तिमीले पहिलेदेखि नै चिनेकी छौ। ल, मामु पनि आइपुग्नु भयो, म जान्छु ल अब। सुन्नु न, तपाईँको लागि यो सर्ट ल्याइदिएको थिएँ, चेन्ज गरेर जानुहोस् ल। राम्रो त नलाग्न सक्छ, मेरो फेभरेट कलर ब्लू। तपाईँलाई सुहाउँछ जस्तो लाग्यो अनि। मैले पहिलोपटक कसैबाट गिफ्ट पाउँदैछु, त्यो पनि सरप्राइज। मन नपर्ने कुरा हुन्छ त? थ्याङ्क यू फर दिस ब्युटिफुल गिफ्ट। अनि यो सर्ट चाहिँ मलाई दिनुहोस् ल, म धोएर फिर्ता गरिदिन्छु। हुँदैन, म धोइहाल्छु। तपाईँको कति कामहरू थियो होला है, आज यति अल्झिनु भयो। जान ढिलो भइसक्यो होला। ओहो, 8 बजिसकेछ। मेरो बच्चाहरूले मलाई कुरिरहेको होला नि। कतिजना बच्चाहरू छन् तपाईँको? मेरो जम्मा 30 जना। 30 जना? एउटै श्रीमतीबाट कि कतिजनाको? श्रीमती चाहिँ छैन है अहिलेसम्म, बच्चा मात्रै छन्। मतलब मैले बुझिनँ नि। उनीहरू मेरो बच्चा हुन्, तर म उनीहरूको बाउ होइन। अब केही बुझ्नुभयो? अहिले त झनै बुझिनँ। मैले बाल आश्रमको कुरा गरिरहेको, म त्यहाँको सञ्चालक हो। अहिले 30 जना अनाथ बच्चाहरू छन् त्यहाँ। म नगएसम्म खानै खान मान्दैनन् उनीहरूले। ओहो, तपाईँ त कस्तो समाजसेवी हुनुहुँदो रहेछ। आफूले सानैमा आमा गुमाएर होला, अनाथ बच्चाहरू देख्यो कि आफ्नै बाल्यकाल याद आउँछ, अनि उनीहरूको एकदमै माया लागेर आउँछ। त्यही भएर नै मैले आफ्नो खर्चमा यो बाल आश्रम खोलेको। तर ड्याडीलाई यो काम मन नै परेको छैन। छोरो बिजनेसम्यान बनोस्, पैसा कमाओस् भन्ने सोच उहाँको थियो। त्यही भएर ड्याडीसँग खासै कुरा मिल्दैन मेरो, अनि घर पनि त्यति जान मन लाग्दैन मलाई। धेरै जसो त्यही बाल आश्रममै बस्छु। हो है, अनि कसरी खर्च चलिरहेछ त त्यहाँ कहिले? सुरुमा निकै गाह्रो थियो। कहिलेकाहीँ त बच्चाहरूलाई खाना खुवाउनलाई पैसा पनि हुन्थेन, अनि म पनि उनीहरूसँगै भोकै बस्थेँ। स्टेज पर्फर्मेन्सहरू गर्न थालेँ, अलिअलि पैसा हुन थाल्यो। त्यही पैसाबाट त्यता पनि लगानी गर्दै गएँ, बच्चाहरूलाई पनि सजिलो हुँदै गयो।
मैले पनि काम गर्दै गएँ। पछि सोसल मिडिया र विभिन्न साथीहरूबाट विभिन्न माध्यमहरूबाट चाहिँ नि सहयोगहरू आउन थाल्यो। एनजिओ आइएनजिओहरूले पनि अनुदानहरू दिन थाले। अनि अलिकति सजिलो हुँदै गयो र अहिले त एकदमै सजिलो छ। बच्चाहरूलाई पनि राम्रो भइरहेछ, पढिरहेछन्, लेखिरहेछन्, रमाइरहेछन्। मलाई पनि एकदमै राम्रो भएको छ। त्यही बच्चाहरूसँग रमाउँछु, उनीहरूसँग नै म खुसी छु। ओह, तपाईँ गीत पनि गाउनुहुन्छ त्यसो भए? कथाले माग्यो भने गाइदिन्छु। त्यसो भए त कुनै दिन तपाईँको गीत सुन्न पाइने भयो। अफ कोर्स। अहिले म जान्छु है त। काव्यको ख्याल राख्नु होला। अनि साँच्चै तपाईँको कोही रिलेटिभ्स आउनुहुन्छ होला नि? कोही पनि आउनुहुन्न। आइ एम सिङ्गल मदर, आई मिन डिभोर्स्ड।